वेलकम बैक टू माई चैनल। गुड मर्निङ दोस्तों, कस्तो हुनुहुन्छ तपाईहरु त नि। आजको भिडियोमा तपाईहरुलाई स्वागत छ। एकदमै सच्चै भन्ला है, तपाईहरु अन्तिमसम्म यो भिडियो हेर्दै गर्नुस्। रुको जरा सबर करो। बोला छ आलु छ, आज यसको सब्जी बनाउँछु म। आज फर्स्ट चटनी मैले खाना बनाइरहेको छु। के कस्तो छ, मिठो लाग्छ कि लाग्दैन आज हेरौँ। आज जाडो पनि छ एकदमै, पुरा क्वेस हेर्नु सक्नुहुन्छ। यी अन्धारो रहेछ पनि लाग्दैछ, काम पनि गर्नुपर्छ। गाइस हेर्नु मेरो हामीहरूको किचन, यहाँ किचन रहेछ। यहाँ हेर्नुस्, यो मेरो तुलसी हतियार भनेको चक्कु। आज सब्जी काट्ने म छिटो छिटो गर्दैछु यहाँ। लेकिन एक सेकेन्ड, तरकारी पनि काटिसकेँ। अब मसला पिस्नुपर्छ, मसला पनि अनि खुर्सानी गाइस। जाडोमा खाना पकाउनु पर्दैछ, हेर्नु सक्नुहुन्छ तपाईहरु पनि। कुनै केटी छ भने तपाईहरुकोतिर सम्पर्क गर्नु, बिहे गर्नुपर्छ। अच्छा, बुढिया कालो हुन्छ भने तर पनि चल्छ कि बुढिया मुगी पनि चल्छ। बडा हरामी हो। अनि उता मेरो फुपू भाँडाकुँडा माझिरहेको छ भने म उताको देशी किचनमा आदि काम सकेर छु। अब चाहिँ सिर्फ बाँकी छ खाना बनाउनको लागि। अनि गाइस अब मिठोले खाना बनाउँछु, किनभने बुढी त छैन कि। बिहे गर्नुपर्छ, जाडोमा आफूले काम गर्नुपर्छ, खाना बनाउनुपर्छ। माग्छम त नभए छ कि उता छ भने प्लिज मलाई सम्पर्क गर्नु, फोन गर्नु। कालो पनि चल्छ, बुढिया पनि चल्छ, चलिहाल्छ जाडोमा। हे रहा नहीं जाता, तड़प ही ऐसी है ना। आफ्नो फुपूलाई काम अलि सकाएको भाँडाकुँडा माझिरहेको छ भने म यता खाना अलिअलि बनाइदिन्छु। अच्छा, लेकिन ये साला कर क्या रहा है यहाँ पे? वाह यस। फाइनल गाइस, खाना बनिसक्यो। यहाँ तरकारी पनि बनिसक्यो। क्या खुसबु छ यार, मलाई लाग्दैछ अहिलेदेखि नै खाइहाल्नु। अहिले चुलोमा चाहिँ अहिले खानु हुँदैन। आज मैले बनाएको मेरो हातले खाना के कस्तो छ आज खाएर हेरौँ। भात पनि पसेको छु गाइस। तपाईहरु पनि खानुहुन्छ भने प्लिज आउनु। आजको सब्जी एकदम मिठो छ, मैले पकाएको। फाइनल गाइस, खानासाना खाएर अब रेडी हुन्छु। पसल पनि जानुपर्छ काममा। मेरो तालुङ हुन्छ कि त्यो मोबाइल पसलमा, त्यही गइरहेको छु अहिले। राम्रो लागेको छ भने प्लिज लाइक कमेन्ट। अनि गाइस आजको भ्लग तपाईहरुलाई कस्तो लाग्यो, राम्रो लाग्यो होला है। लाइक कमेन्ट फलो गर्न नबिर्सनु होला, पनि गरिदिनु। यस्तै यस्तै भिडियो ल्याउँदै गर्छु। हस् त, अनि आजको भिडियो यति नै। फेरि नेक्स्ट भ्लगमा भेटौँला। जय नेपाल।